हेलो एभ्रिवान, वेलकम टु डे मिनी भ्लग। सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ म तराईबाट पहाड झरिसकेँ गाइजहरू। आज म पहाडमा मामा घर गएको छु। मामा घरदेखि आफ्नो घर जाँदैछु गाइज। बहिनी र म चाहिँ बहिनी हामी चाहिँ बाटोमा किरिमुना ऐसेलु भेटाएको कि खान लागेको गाइजहरू। त्यति धेरै चाहिँ छैन नि। ऐसेलु बहिनीले टिपेको ल। अब म चाहिँ खान्छु ल गाइज। ऐसे खान्छु। लेतालाई यो हम त खज्ना सुनेको है। मैले चाहिँ ऐसे खाइदिएँ गाइस। मेरो गाउँको भ्यू हेर्छौ। आज चाहिँ यो कुहिरो लागेको छ गाइसहरू। कुहिरो भन्छ नि। हेलो गाइजहरू, हेर्नुहोस् मेरो गाउँको भ्यू। यो चाहिँ बजाङ बुङ्गल हैन। अब म जाँदैछु मेरो घर। हेर्नुहोस् ओहो हेलो भन्नु न। नभन्ने भने यस्तालाई के भन्ने गाइजहरू। मैले भन्नु के छ, यो चाहिँ हाम्रो मेला के मेला मतलब यसलाई के भन्छन् तिम्रो भाषामा? के तिमीहरूको भाषामा के भन्छन्? हाम्रोमा त मेला भन्छन् है गाइजहरू। यो गाजु भन्छ कि गाजु काट्ने। यो चाहिँ म 5 सम्म पढेको स्कुल हो होइन। आजभोलि त कस्तो भएको छ यो, सकियो के हो। हेर्नुहोस् 5 सम्म यो स्कुलमा पढेको होइन। आजभोलि त यस्तो भएको रहेछ। उही किरमुना हेर्नुहोस् गाइजहरू। किरमुना ओ पाकेर यस्तो भएको छ कि काटेर ल्याउनु खाना काटेर ल्याउनु हेर्नुहोस् गाइजहरू यस्तो छ। यहाँ पनि किरमुना छ। म किरमुना खान जान्छु है गाइजहरू। हेर्नुहोस् त मलाई देखा त यसरी म त किरमुना खान गएँ ल। किरमुना खाने हेरेन बिस्तारै काट। किरमुना त जब झड्किएर के खाने? किरमुना खाने भयो गाइजहरू। इमान डाँडा काँडा नआधिकार नै उगा मान्छेले त इसाना हान्थ्यो नि त। हाम्रो स्कुलको हालत आज यस्तो भइरहेको छ। यो चाहिँ हाम्रो स्कुलको पिपलको रुख। गोल छ ला पार्वन अङ्ग्याले गोल। यस्तो छ यो पिपलको रुख। यहाँ पिपल पाक्छ गाइजहरू अनि यिनीहरू खान्छन्। अनि मैले पनि खाएको देख्छु, म देखाइदिन्छु बरु। यो पानीको धारा। पानी आउँछ कि नै ल? पानी गाइज हेर्नुहोस् यहाँ यस्तो पानी हुन्छ कि यो 24 घन्टा खुला राख्यो भने केही हुँदैन कि। यो त पानीको धारा।
यसरी बन्द गरे हामीहरू लाग्छौँ अब हामी कहाँ जाने गुना एको नाम चाहिँ खासमा सुन्ता हो तर घरमा के घरमा चाहिँ कुना भन्छ क्या कुना अनि तिमीहरू सोध्ला घरको कुना होइन कि मान्छेको नाम हो कुना गाईहरू यस्तै हो हेर्नुहोस् हामी उकाली ओह्राली गर्दै हेर्नुहोस् नबिन्दिन हेर्नुहोस् यो चाहिँ मेरो मिलो यता पनि हो उता पनि हो यता पनि अब हामीहरू यता हुँदै माथि जान्छौँ ऊ तल देखिएको ल ऊ यतादेखि यो घर छ नि यहाँदेखि यहाँ आइदिएको नि गाईहरू पुगिसक्यौँ देखिला एला ऊ छन् दाडिम छन् ल दाडिम छन् हो हामी कसको बाख्रा म्या गर्दैछु जिन्दगी चल्दैछ ऐसोमा भनेर कसरी भन्नु म एकछिनपछि देखाउँछु ल अब म मेरो घर पुगिसकेपछि देखाउँछु ल गाइजहरू म मेरो घर जाँदैछु अहिले म मेरो घर जाँदैछु म उता पुगिसकेपछि तपाईँहरूलाई देखाउने छु बाई बाई गाइज